हेलो गाइस, गुड मर्निङ एन्ड शुभ बिहानी जसले नमस्कार है सम्पूर्णमा। सो आजको मेरो भिडियो रहेको छ यात्राको। त्यो यात्रा लमैको दाङको लमैदेखि कार्बनसम्मको हुनेछ। तपाईँलाई मैले यसको अपडेटहरू दिइराख्ने छु हैन। यस्तै छ, मौसम चिसो छ। अस्ति हिजोको पानी परेकोले यो लमै नगरपालिकाको 5 नम्बर वार्डमा यो बस पार्क यस्तो छ। यहाँनिर चार्जिङ पोइन्ट छ इलेक्ट्रिक भेहिकलको लागि है। अनि जस्ट यो बस पार्कको चाहिँ ब्याक साइडमा यो देखुरी इन्टरनेसनल क्रिकेट स्टेडियम छ हैन। यहाँनिर पनि गाडीलाई चार्ज गर्दैछ, चार्ज गर्दैछ यहाँ। यो हो लमैको नजारा है। तपाईहरुलाई म चाहिँ यहाँबाट चाहिँ देखाइदिउँ। राम्रो भ्यूज आउँछ। यो चाहिँ देखुरीको हैन, लमैको यो देखुरी इन्टरनेसनल क्रिकेट स्टेडियम हो। यस्तो रहेको छ है। यस्तो छ, माथि बस्ने सिटहरू छ। सो साथीहरू, यो चाहिँ पूर्व पश्चिमको राजमार्ग हो, महेन्द्र राजमार्ग हैन। यो पश्चिम पऱ्यो त हैन, यता चाहिँ पूर्व जाने है। यो चाहिँ हाइवे पऱ्यो, महेन्द्र राजमार्ग हैन। क्यामेरा अलिकति पावरफुल छैन क्या, र यहाँ अलिकति देखा चाहिँ बुटोलपट्टि किलोमिटर छ भनेपछि 125 किलोमिटर रहेको छ हैन। पहिला 34 किलोमिटर यस्तो छ साथीहरू हैन। तपाईहरुलाई मेरो भिडियोका क्लिप्सहरू चाहिँ कस्तो कस्तो लाग्छ मन पर्छ भने लाइक गरिदिनु होला, कमेन्ट गरिदिनु होला, अनि सेयर पनि गरिदिनु होला मन पर्छ भने। प्लस नयाँ साथीहरूले मेरो भिडियोलाई चाहिँ के भन्छ अरे सब्स्क्राइब गरिदिनु होला है, ताकि मैले तपाईहरुलाई आउने आगामी दिनहरुमा अझै योभन्दा राम्रा खालका नयाँ कुराहरू अनि मैले भएका नयाँ कुराहरू हैन। अनि त्यसपछि मनोरञ्जनका कुराहरू गर्नुपर्दाखेरि अब म्युजिक ट्युटोरियलहरू भयो हैन, यिनीहरू चाहिँ म तपाईहरुलाई दिने नै छु मनोरञ्जन हैन। तपाईहरु मसँग रहिरहनु होला, मलाई मलाई फलो अप गर्नु होला के र है, यही भन्न चाहन्छु। भिडियो लामो भयो जस्तो छ, लास्ट गरिदिउँ भिडियोलाई। बाँकी नयाँ भिडियोहरू अब अपडेट गरि नै रहनेछु तपाईँसँगको लागि। बाई भन्न चाहन्छु। र मेरो यो जुन पहिलो भिडियो छ नि, यो दोस्रो हो। पहिलो भिडियोलाई तपाईहरुले एकदम माया गरिदिनु होला हैन है त। ल सो आजको यात्रा रहेको छ इभिनिङ भएन, लमैदेखि काठमाडौँसम्म हैन। यात्रा छ मेरो। बाटोतिरको के के अपडेटहरू हुन्छ म तपाईहरुलाई दिने नै छु। मसँग माया पनि छैन, तपाईहरुलाई राम्रोसँग सुन्न सक्छ हैन। ल के बाई।